रातको उज्यालोमा हराएको खोजकर्ता रहस्यमयी कथा। तपाई अहिले सुन्न लाग्नु भएको छ एउटा अनौठो रहस्यको कथा। यो कुनै साधारण कथा होइन, बरु अँध्यारो र रहस्यमयी यात्रामा तपाईलाई लैजाने एक अद्भुत अनुभव हो। यदि तपाईलाई यस्तै रोमाञ्चक कथाहरू मन पर्छ भने अन्तिमसम्म अवश्य सुन्नुहोस्। अनि हाम्रो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। रात गहिरो थियो। आकाशमा चन्द्रमा फिक्का उज्यालो लिएर टल्किरहेको थियो, तर जंगलको बाक्लो छायाले त्यसलाई पनि मिलिरहेको थियो। त्यही अँध्यारोमा एउटा खोजकर्ता हराइरहेको थियो। उसको नाम थियो आरव। यो बाटो कहाँ गयो? म यहाँ पहिल्यै आइसकेको जस्तो लाग्छ। तर यो उज्यालो, यो कस्तो उज्यालो हो? आरव कुनै साधारण मानिस थिएन। उसँग एउटा पुरानो टेलिस्कोप थियो जुन उसले आफ्नो हजुरबुबाबाट पाएको थियो। त्यो टेलिस्कोपले ताराहरू मात्र देखाउँदैनथ्यो, बरु लुकेका रहस्यहरू पनि उजागर गर्थ्यो। तर त्यो रात उसले खोज्न खोजेको रहस्यले उसलाई नै मिल्यो। आरवको हातमा टेलिस्कोप थियो। उसले त्यसलाई आँखामा राख्यो। अचम्मको कुरा, रातको अँध्यारोमा एउटा चम्किलो बाटो देखियो जुन नाङ्गो आँखाले देख्न सकिँदैनथ्यो। त्यो बाटोले उसलाई जंगलको गहिराईतिर डोर्यायो। बाटोको छेउमा पुराना भग्नावशेषहरू थिए, जस्तो कि कुनै सभ्यताले यहाँ शताब्दी अघि बास गरेको थियो। टेलिस्कोपले एउटा चम्किलो ढोका देखायो। ढोकाको माथि लेखिएको थियो, जो खोज्छ ऊ हराउँछ। यो के हो? यो उज्यालो, यो त रातको होइन। यो त अर्कै संसारको जस्तो छ। ढोका खुल्नासाथ एउटा चकाचौध उज्यालोले आरवलाई तान्यो। उसको टेलिस्कोप हातबाट खस्यो र जमिनमा ठोक्कियो। त्यसपछि जंगलमा फेरि शान्ति छायो। उज्यालो हरायो र आरव कहिल्यै फर्किएन। भनिन्छ त्यो जंगलमा अझै पनि रातको उज्यालो देखिन्छ। कतिपयले टेलिस्कोपको टुक्रा खोज्ने कोसिस गरे, तर जो गए तिनीहरू पनि हराए। सायद आरवले खोजेको रहस्य उसैसँगै हरायो। वा सायद त्यो अझै कसैको पर्खाइमा छ। रातको उज्यालोमा हराएको खोजकर्ता भाग 2। रहस्यमय र हल्का तनावपूर्ण धुन बजिरहेको हुन्छ। गएको रात खोजकर्ता आरव रहस्यमय उज्यालोतिर तानियो। ऊ जंगलभित्रको गहिराईमा हरायो र उसको टेलिस्कोप भुइँमा टुक्रियो। तर के ऊ साँच्चै हरायो वा कुनै नयाँ संसारमा पुगेको छ? आज हामी त्यो रहस्यको अर्को पाटो उजागर गर्दैछौं। यदि तपाईले भाग 1 सुन्नुभएको छैन भने पहिले त्यो अवश्य सुन्नुहोस्। अनि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हल्का हावा बहने आवाज, पातहरू खस्ने आवाज, यताउता कोही मान्छे हिँडिरहेको जस्तो सुनिन्छ। अँध्यारो जंगल फेरि निस्तब्ध थियो। आरवको उपस्थितिले जंगलमा कुनै तरंग छाडेको थियो। एक्कासी जंगलको अँध्यारोमा एक रहस्यमय आवाज सुनियो। हल्का फुसफुसाहट, टाढाबाट कुनै अनौठो संकेतजनक आवाज गुन्जिरहेको थियो। अज्ञात आवाज, तिमीले खोजेको सत्य यहाँ छैन, तर तिमीले तिमीलाई खोज्नुपर्छ। आरवले आँखा खोल्दा ऊ कुनै जंगलमा थिएन, बरु ऊ एउटा फरक ठाउँमा थियो। चारैतिर असमान आकाश जुन रातो रङको थियो। जमिन सुन्तला रङमा चम्किरहेको थियो, जस्तो कुनै भिन्न ग्रहमा पुगेको होस्। आरव हडबडाउँदै भन्यो, म कहाँ छु? के म सपना देखिरहेको त छैन? यो हुनै सक्दैन, आरवले सोच्यो। अचानक उसले आफ्नै टेलिस्कोप अगाडि देख्यो, जुन टुक्रिएको अवस्थामा पात पतिङ्गरसँग अल्झिरहेको थियो, तर त्यसको छाया भने हल्लिरहेको थियो। हावामा कुनै अदृश्य शक्ति थियो जसले आरवलाई नियालिरहेको थियो। अनौठो तर गहिरो धुन, कुनै चीज फुसफुसाउने आवाज आइरहेको थाहा पाउँछ। अचानक एक छाया प्रकट हुन्छ। अज्ञात आकृति, गम्भीर स्वरमा, तिमीले जे खोज्छौ त्यो पाउनेछौ। तर याद गर, जो खोज्छ ऊ हराउँछ। आरवको मुटु तीव्र गतिमा ढुकढुक गर्यो। ऊ अघि बढ्न बाध्य भयो। एउटा ढोका अचानक हावामा देखा पर्यो, जुन पहिल्यै देखेको जस्तो थियो। तर यो ढोका सामान्य थिएन। यसमा एउटा अदृश्य लिपि लेखिएको थियो। आरव आश्चर्यचकित स्वरमा, यी अक्षरहरू, यी त मेरा हजुरबुबाले लेख्ने लिपि जस्तै छन्। वाचक, आरवले ढोकामा हात राख्नसाथ चारैतिरको वातावरण कम्पन हुन थाल्यो। एक्कासी समय र ठाउँ भत्किएझै लाग्यो।
आरवले आफूलाई कुनै अनौठो शहरको बीचमा पाए जहाँ मानिसहरू नभएर छायाहरू मात्र थिए। समय उल्टो फर्केजै हुने आवाज सुनियो, मानिसहरूको अस्पष्ट फुसफुसाहट। अचानक कुनै परिचित आवाजले बोलायो। परिचित आवाज, आरव छोरा, तिमीलाई थाहा छ तिमी गलत दिशामा हिँड्दैछौ। आरवको शरीर जस्ताको तस्तै जम्यो। यो आवाज उसले वर्षौं अघि सुनेको थियो, तर कसरी? के यो सम्भव छ? आरव सास फेर्दै कमजोर स्वरमा, हजुरबुबा, के यो साँच्चै तिमी हौ? आरवले आफ्नै आँखाले विश्वास गर्न सकेन। टाढा एउटा अपरिचित आकृति उभिएको थियो। के ऊ आरवलाई बचाउन आएको हो या फेरि कुनै अज्ञात रहस्यको यात्रा सुरु गर्न? ढोका फेरि बन्द हुने आवाज आउँछ भयानक धुनको साथमा। अब यो प्रश्नको उत्तर भाग 3 मा खुल्नेछ। के आरव सुरक्षित रहन सक्छ या फेरि अर्को रहस्यमा तानिन्छ? थाहा पाउन अर्को भागको प्रतीक्षा गर्नुहोस्। धन्यवाद।